झगडाहरू आज चाहिँ टक्क होइन सुपातिर गयो सामान किन्यो गएकै पसिना पुरै आमा बाबा तेल निक्लिरहेको छ रे तेल पसिना आयो टक्क कम्ती हिँड्यो यार 2-3 घन्टा हिँड्यो है 3 घन्टा त हिँडेर अलि सामान लिएर आइयो टक्क लेमन पानी टक्क खायो यसलाई कति पर्यो यसलाई 300 कि 200 यतिलाई लेमन पानी नि यो 300 200 कति पर्यो हा टक्क दामी छ तर चिसो है टक्कै सामानहरू लिएर आयो यस्तो मसला दामी रहेछ यार आधी मात्रै हाल मलाई ल बाबा अन्तर दोस्रो दिन जापानको होइन हाम्रो डे 2 त्यस्तो हुँदैछ हाम्रो चाहिँ ल भात खान पाएन 4 दिन भइसक्यो खाना पकाउने भाँडा नभएर र आज टक्क प्यान ल्याएको छ प्यान 700 थियो भने बाबा आएर हामी 100 रुपियाँ पनि पाउने 700 हाल्नु अब बिस्तारै टक्क त्यसमै भात त्यसमै तरकारी परेर खाने अब सिना चाहिँ डह्रो आएर बाबा जापान लाइफ त नाल्ने टक्क ल यस्तो लेमन पानी टक्क खाने होइन दामी हो हेर बाबा आजलाई डे 2 मा भात सात खानु पाएन चाउचाउ पानी खाएर बाँधिरहेछौँ सामान देखाउ न सामान के ल्याउँदा आज हामीले बाबा सामान ल हाम्रो सपिङ आज यहीँ राख्नु के हुँदैन यहीँ राख्नु यसो टन्नै छ नुन कति पर्यो 167 कति पर्यो यसले यत्रो जानेर पकालाई 167 30 रुपियाँ हाम्रो त यस्तो त 20-30 रुपियाँ आउँछ नेपालमा त पर्यो यो प्यानलाई 700 अब कुकर भेटा छैन यसमै आज भात सात पकाउने यसमै खाने यसमै अब तरकारी अन्त यो टाउकी हो यो चाहिँ पुस्ने यो यसो पुस्ने गर्ने अनि यो भाँडा धुने अनि यो कप यो कचौरा टक्क होइन अनि यो प्लेट खाना टक्क अनि यो फोर टिप्ने